फाइनली आयो ल हामी चाहिँ आयो है फाइनली बिहान 5 बजे हिँडेको ठ्याक्कै 4:30 मा आइपुग्यौँ 4:30 भयो ठ्याक्कै कति जान लाग्यो 5 पोखरी हामी कता छौं शिवचोक काठमाडौँ अब 7 बजे हाम्रो बस छुट्छ त्यसपछि हामी आज छिम्तीसम्म गाडीमा जान्छौँ त्यसपछि 4 घण्टा पैदल हामी चाहिँ अहिले मेलम्ची आयौँ मेलम्चीमा चाहिँ 20 मिनेटको खाजा खाने ब्रेक दिएको छ अनि हामी चाहिँ खाजा खाएर डुल्न वेलकम टु छिम्ती अरे है ल हामी चाहिँ छिम्ती आइपुग्यौँ यहाँको भ्यू चाहिँ यस्तो छ गाडीको लास्ट स्टेसन चाहिँ यहीँ रहेछ अब यहाँबाट चाहिँ हामी खाना खाएर हिँड्ने हो यहाँ डुब्नु न मलाई डर लाग्यो मुटु नै फुट्यो मेरो से हाई हाई हामी चाहिँ लागि छैन घरबाट हिँड्नुभन्दा अगाडि मम्मीले 100 चोटि भन्दा बढी भन्नुभयो होला है हामीलाई सक्दैन तिमीहरू सक्दैन भनेर बट गेस वाट को छ फर्स्टमा अब 1 मिनट सुत्ने हो अनि तिनीहरू आइपुग्छन् कहाँ टाढोसम्म आइपुगे छैनन् कोही पनि भाइहरू पछाडि सो हाम्रो ग्रुपभरिमा चाहिँ हामी नै छौँ होइन सबैभन्दा अगाडि चाहिँ अरूहरू कता छ नै थाहा छैन भाइहरू 3टा पछाडि छन् झर्ना अब झर्नामा गएर मुखसुख धुनुपर्छ सोचे जति गाह्रो रहन्छ कि आउने बाँकी हो गाह्रो पोइन्ट यहाँसम्म चाहिँ छैन यहाँ चाहिँ यस्तो बस्ने ठाउँ नै रहेछ होइन अब हामी चाहिँ अरूहरूको वेटिङ यहीँ बसेर गर्छौँ पानी त दामी फ्रिजमा राखेको जस्तै हो फ्रिजमा नि हो डिप फ्रिजमा अझै राम 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 लोकेसन अपडेट हामी चाहिँ टुप्पी डाँडा आइपुग्यौँ आएको त अघि नै हो कति बजी आइपुगेको थियौँ र हामी 1 घन्टा जति अगाडि आइपुगेको थियौँ हामीसँग आउनुभएकोहरू चाहिँ भर्खरै आइपुग्दै हुनुहुन्छ अब आज यता बस्ने कि अलि उतै जाने भन्ने डिस्कसन चलिरहेको तर उतै गइन्छ होला भोलि बिहान सजिलो हुन्छ उता जानलाई र छ है साथीहरू ल हामी चाहिँ अब बिहान तलबाट हामी आधी घन्टा हिँडेर माथि आइसक्यौँ अब चाहिँ यहाँ छौँ यहाँ बसेर चाहिँ हामी चिया खाएर अनि लाग्ने हो माथि जान पर्ने चाहिँ हामी यहाँ हो अरे ल यहाँनिर पुग्न पर्ने हो अरे यात्राको दोस्रो दिन हामी आज बिहान 5 बजे उठेर हामी चिया खाँदैछौँ ताङ्गु खर्क भन्ने ठाउँमा आएर चिया खाइरहेका छौँ हामीले यहाँबाट चाहिँ अलि उतासम्म चाहिँ हामीले पानी देखिसकेको छ एउटा दुईवटा देखेको छ टल्किया छ कस्तो फिल भइरहेछ डर लाग्यो डर मान्न डरेन नि यस्तो केही हुँदैन तल खोला सुसाको माथि झोलुङ्गे पुल हामी पुलमा हल्लिँदै 5 पोखरीतर्फ लाग्दैछौँ अब यहाँबाट चाहिँ नाक ठोक्किने ठाडो उकालो सुरु हुन्छ भन्ने कुरा छ हामी त बिहान टुप्पी डाँडाबाट जुरुक्का उठ्यो अनि टुप्पी डाँडाबाट हिँड्यो अहिले चोका डाँडामा आइपुग्यो 4 घन्टामा चोकर डाँडा होइन यो चोकर डाँडामा कति बजे हिँडेको अरे 5:18 मा हिँडेको
अन्डा खायो चनामा चाउचाउ हालेर खाना चाहिँ साह्रै मिठो हुँदो रहेछ है यहाँ हो यहाँबाट आएको यहाँबाट हिँड्दा 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 हिँड्दै 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 घुमेर 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 यहाँ आइपुग्यौँ यहाँ खाजा खाँदैछन् हामीले चाहिँ खायौँ अब हामी चाहिँ अगाडि लाग्छौँ ल अब चोक्क डाँडाबाट चाहिँ हामी उकालो लाग्छौँ है त लोकेसन अपडेट ताप खर्क बनाएन यो ताप खर्क 3407 सही रमाइलो हौ भाइ लागिसक्यो अगाडि अगाडि वहाँ झर्ना देखियो कस्तो राम्रो झर्ना छ ए कस्तो राम्रो झर्ना वहाँ पुग्ने हो हामी यत्रो डाँडा त बाँकी नै होला हामी चाहिँ नर्सेम पार्टी आइपुग्यौँ भाइ र म मात्र आइपुगेछौँ अरू कोही आइपुगेको छैनन् अब यहाँ आएर चाहिँ हामी खाना अर्डर गर्दै गर्छौँ हामी चाहिँ वहाँ 9:30 बजे हिँडेको अहिले 11 बजे ठ्याक्कै 11 बजे ठ्याक्कै 8:30 9:30 बजे हिँडेको चोक्कर गाउँबाट सिन चाहिँ दामी छ वर्थ इट किलोमिटर देखाएको छ यहाँ बोर्डहरूमा चाहिँ अब हेर्दै जाऊँ हामीलाई कति समय लाग्छ हाम्रो हिँडाइ कस्तो हुन्छ के है 12:15 बजे हिँडेको 7 घुम्ती आइपुग्यौँ हामी 1.5 घन्टा लाग्यो यत्रो बाटो हिँडेर लोकेसन अपडेट पिसाङ बिसाउने अब यहाँबाट चाहिँ 5 पोखरी त्यहाँ मेटाइ रहेछन् होइन 1.5 किलोमिटर छ यस्तो काम चाहिँ नगरिदिनु होला आउने मान्छेहरूलाई अनि गाह्रो हुन्छ अझै यहाँबाट उकालो हो यो कुहिरोले सबै छेकेर मात्रै हो कत्रो उकालो हो यहाँ तलतिर भिड हो कुहिरो लाएन भने भिड देखेर डर लाउने अनि घामले मर्नु हुने कुहिरो लायो भने चिसो हुने बाबा हात लाउनु थाकेँ म त उतापट्टिको बाटो चाहिँ ठाडै उकालो रहेछ बाबा त्यताबाट जानुभयो हामी चाहिँ यताबाट घुमेर रियालिटी अफ ट्रेकिङ के जस्तो भयो रे अङ्कल हो कालले फोन गरे जस्तो भयो रे 128वटा सिडी हामी चाहिँ आइपुग्यौँ लौरी बिना ल 0 किलोमिटर यहाँको त यस्तो चिसो आगो तापे रहेछन् पर्खिनु एकैछिन बहुत डिग्री यहाँ 0 छ होला त्यही पनि यस्तो गर्मी भयो राम 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 पसिना पसिना अब तल जाने हो यति धानको कतिखेर जाऊँ हामी तल ए ल कस्तो लागिरहेको एकदम दामी तपाईँलाई कस्तो लागिरहेको दामी आयो भन्यो आएकै छैन जति राम्रो लाग्यो राम्रै मान्नु पर्यो आयो आयो भन्ने छ अब आउँछ कि आउँदैन बिहान 5 बजे हिँडेको 4:30 भइसक्यो
हावा चाहिँ आयो कि जस्तो लाग्छ है। हो त्यो बोर्डमा त अझै उतै देखाइरहेछ हेरो। के भगवान् 12 घन्टामा त जसै भ्याउनु पर्यो नि है। छैन अझै मानी अरे मानी। यो चाहिँ सबै किलोमिटरहरू चाहिँ केर्देर कता आइपुग्यौँ भने नि थाहा नहुने। अझै बाटो हो वहाँसम्म आयो क्या हो। आएको हो आयो जस्तो हो त। आयो जस्तो लाग्यो मलाई नि। केही देखिएन सब हुसु हो। आयो आयो भन्नु कि आयो भनेको 3 चोटि भइसक्यो। गर्दछ खै 5 पोखरी चाहिँ त्यहाँ त रहेछ। हार्दिक स्वागत छ। हार्डली वेलकम। त्यता छ यो पोखरी चाहिँ। एउटा कालो एउटा के अरे पोखरी त्यता हो। हेर कहाँ पुगेका हुन्। त्यता होला कि भ्यू टावर माथि होला नि। हेर त सबैजना त्यही होला होइन। आज हामी बस्ने बसौँ आनन्दले बसौँ पहिला अनि गएर हेरौँ ल। वेलकम टु 5 पोखरी। फाइनली आयो ल। हामी चाहिँ आयो है फाइनली। बिहान 5 बजे हिँडेको ठ्याक्कै 4:30 मा आइपुग्यौँ। 4:30 भयो ठ्याक्कै। 11 घन्टा 11:30 घन्टा नि। हैन बिहान 5:30 हैन 5:20 हैन। ए 5:18 मा हिँडेको। ठ्याक्कै 11 घन्टा 11 घन्टामा आइपुग्यौँ हामी। 11 घन्टामा आइपुग्यौँ। बहुत थकाइ लाउने बहुत। अहिले चाहिँ बिहानको 6 बजेको छ। हामी चाहिँ यहाँ अब बल्ल घाम लाग्यो। घाम लागेको पनि छैन अलिअलि जुन नै लागिरहेछ। मन्दिर चाहिँ त्यहाँ छ। यो चाहिँ टाढो यो पोखरीहरू एकैछिनमा अन्त मन्दिरतिर लाग्यौँ हामी त। तातो छ। चोक्को 5 पोखरीको यात्रा हामी सम्पन्न गरी आज 5 पोखरीसम्म आइपुगेको छौँ। यो यस्तो डाँडामा चाहिँ 5 वटा पोखरीहरू चाहिँ यसरी अवस्थित रहेका छन्। यता कतै जङ्गल केही पनि छैन र पानीको मुहान आउने खोला पनि केही छैन। यो स्वयं यहीँ उत्पन्न भएको पोखरी रहेको छ। ल बाई बाई। अब हामी फर्कियौँ। बाई अब खै अर्कोचोटि फर्किन सकिन्छ जस्तो छैन। ल पछाडि फर्कियो बाई।
बाई हान्नु न हजुर कता त्यत्रो नभए यत्रो किन घुम्यो त सर्टकट न अन्त यो उकालो छ यो उकालो सकेपछि फेरि यो ठाडो उकालो छ 5 पोखरी पदयात्राको आज चौथो दिन हामी आज आधा घन्टापछि चाहिँ पदयात्रा सम्पन्न गरी छिम्तीबाट गाडी चढेर आफ्नो घरतर्फ लाग्नेछौँ। आज हामी देउराली भन्ने ठाउँमा छौँ। अब एकछिन हामी एउटा गुफा हेरेर खाना खाएपछि हामी चाहिँ छिम्तीतर्फ लाग्नेछौँ। हामी चाहिँ के अरे देउरालीबाट धुपखाङ त्यहाँ चाहिँ गुफा छ अरे मन्दिर पनि छ अरे। यहाँबाट चाहिँ जाँदा आधी घन्टा माथि आउँदा तल आधी घन्टा भन्नुभएको छ तर पुगेपछि हेरौँ। गुफा चाहिँ यहीँ रहेछ। अब हजुरहरू पनि आउनुहुन्छ भने देउरालीमा बसेर अनि आधी घन्टाको बाटो छ आउँदा हुन्छ। त्यताबाट छिम्ती यहाँ देउराली यसरी गयो यहाँनिर धुपखाङ अनि यहाँनिर टुप्पी डाँडा त्यहाँबाट सिधै अर्को डाँडामा पुगिन्छ। त्यहाँबाट यसरी 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 हिँड्दै 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 गयो भने चाहिँ यहाँ चाहिँ 5 पोखरी।